किन अमेरिका नगएको बाँदरको देशमा केरीमा तेरो पुरानो तरिकाले हुन्छ जहाँ राम्रो छ उही जानुपर्छ सत्य छोरा भएकोमा जा भनेको थिएँ मेरो त बिग्रियो त्यो कोर्सेस तिम्रो बेलमा चाहिँ जाने पर्यो यस्तो लो गरे अब फेरि म नेपालमा हिँड्छ भने तसँग म एक लाख डाकेले छोड्दिनँ पवन्दा म बोल्दैछु भने यस्तो देखाइदियो भस्मे कान्छाको छोरा कुन भाइको नेपाली हराएको जेठा चाहिँ गर्मी भयो उसको नानी रुपियाँ उसको नानीमा छैन जेठाको नानीहरू उसको जान नानीहरू त आयो आयो ऊ मात्रै हो हराएको अनि बाबु पप्टी साह्रो कालो आन्द्रे सब बोल्नु थाल्यो भने उसले परै छेक्छ भुटान फर्किने भनेर बसेको कि उनीहरू त भुटान जाने एमसिसी उनीहरू एकदम भुटान नआउने नछोड्ने अब त्यो गदरेको छोरा कान्छा मेरो साला कान्छा बखत बहादुर यहाँ आएर बस्नु नि अनि नानी फर्किने हो पुरा फेरि लानु हुँदैन कस्तो हुन्छ अब सानो गाडामा उसले सहयोग गर्नु सक्ने भएको उसले भनेको भएको आफ्नो भाइ दुःख सुख आफ्नै उसले हेर्ने होइन मलाई अस्ति जाँदाखेरि हौ बाङ हौ आऊ एउटा घरी त म त्यसै दिन्छु भन्दै थियो म त थुकेको थुक चार्दिनँ त्यो बसेर बसेको जमिन त मैले किनेको हाम्रो हेरिस भएको 7,000मा हेरिस भएको बस्छौँ 27,000मा किनेको एउटा लेखा पढेको सकेको त्यही डेरी स्थित भन्छ मात्रै रहेको थियो त्यो दुई पाली माइला छुसुरीले पैसा निकाल यहाँ जमिन बाँडेर बसौँ भन्छ गोल्दाको कहिले नै बखतले घाउ पारेको उसको पार्टनर भन्ने त ठ्याक्कै राजनीति गर्ने एकदम खालि उसको मात्रै धन बनी नि लारुमाको जग्गा सानो छ फाउदे छ फाउदे मऱ्यो भन्थ्यो फाउदेको कोही पनि छैन उसको एउटा घर छ कि त्यसले त मलाई आऊ म घर दिन्छु भनेर सधैँले रिगानुमा होइन त्यहाँनिर दिन्छ त्यो एउटा घर दिएको 15,000 17,000 माया रिगानुमा होइन हो छ कि बाख्रा पाल्दै थियो तल थाहा छ के अरे तपाईँ के थाहा आएको थियो फर्केर फेरि गएछ बिस्नेहरू भनेको तपाईँ नै ए म गइरहन्छु त त्यहाँ हाम्रो घरदेखि पर्तिर हो रिगानुङ माइला जेठा त मऱ्यो नि बाना खोलादेखि नदिएकोटै कता भन्थ्यो टाढो छ भन्थ्यो जिउमा काँडा ए म के भन्छु कहिले रितो माइला खाली तपाईँ पनि तपाईँ पनि ऱ्याङ हो पहिलाको ढुङ्गाले किच्याउँछ भन्ने डरले हिँड्नु पर्ने रिगानुङ माइला चाहिँ के पर्ने बाङ्गाहरू ए अमेरिका लियो राम्रो जसो कुरा भाषा रिगानुङको भाइहरू हामीलाई किन चाहियो रिगानुङनी घरमा बसिरहने मान्छेलाई अब स्कुल हेर्ने रिगानुङ त कसको पढेकै छ हामीलाई के बोल्ने काम पनि सँगलाई हेर्ने कोच छ ए निकै
ठुलो दोरना कति घन्टा सानो दोरना दिनको कति घन्टा ए ए त्यो कि सामा खोला कि हाम्रो यहाँको सेसी ए निकै पर रहेछ सामा खोला छेउछेउको सुन्तला बोकेको हेर्नु मलाई हेरेको 6 घन्टा जानेको बगान के भन्थे जाने बगान अहिले घन्टाको त्यहाँदेखि गोसी बजारमा जानुपर्छ पैसा त निकै रहेछ नि गोसीमा चाहिँ रोड पुगेको थियो नि त बाटोमा पुग्यो होला हामीले बोक्यौँ त्यता हामी त्यही जाने बगानको बोक्यौँ ए लाग्बिरको चाहिँ उता हिमरे पर्छ जाने अलिक जाने बगानदेखि के अरे त्यो लाग्बिरदेखि अलिकति यतापट्टि चाहिँ फेरि दोहोरो पुलमा बेसी दोहोरोमा त्यहाँ माथि नआउँदैको खुसी हुँदो रहेछ खुसी मैले दिने केही छैन जबै दिनराति मलाई हेर्ने बोलाउने भगवान गर्ने भगवानले त हो अब हाम्रो शरीरमा भगवान छैन हामी यो एकछिन जानु एकछिन छ भन्दा पनि निकै बेरै लाग्दो मलाई नानी यस्तो भएको त कति भयो भनेर पनि अझै कतिसम्म अब 90 वर्षमा चाहिँ हाल्न पनि साह्रो छ भने ज्योतिषले काट्यो भने चाहिँ अलिकति 100 वर्ष पुग्थ्यो भन्थ्यो खै यस्तो भएर के गर्नु र 100 वर्षको निकैजना छ हाम्रो दाजु अरे त्यहाँ राणामा उसले 91 92 उयोको छ अरे सेवा गरिन्छ अरे अन्त अब त्यो आफ्नो आफ्नो कर्म अब त्यो भाग्य नभाग्य सबै यहाँ लेखिदिएको छ नि अब उहाँले हेर्नु हुँदैन छैटौँ भागीले लेख्छ भनेको यही रहेछ अब त्यो नमेटिसम्म हामी जानु सक्दैनौँ हो त अब उसले पुरा डेट दिएको हुन्छ नि त त्यो डेटमा मात्रै चेतन्य चोरीले तेल खानु राख नगर्ने जति हाम्रो के पाप थियो के थियो म भएर जाओस् भन्छु कसै मेरो नाता नातिनी मेरो इष्टमित्र मेरो प्यारो प्यारो साधु सन्त नामहरू आयो अझै मलाई भगवान जस्तो लाग्छ सबैलाई जय होस् उनै भगवानको कोही नानीहरू जतिकै जे धर्म भए पनि ती पढ्नुपर्ने जानुपर्छ हामी मैले किनभने मलाई त्यति लाग्थेन यो कुहिरेहरूले माथि नेपालमा ड्युटीमा 3 खेप हामीलाई देखायो यो कुहिरेहरूले देखायो त्यो धर्म र पापको अनि लास्ट टाइममा चाहिँ जहिले कहिले सक्दो रहेछ
मलाई चाहिँ भन्नु नै भएन त्यो दिन चाहिँ कोक बसेर आएको थिएँ कोकहरू राखेर कुदेर गएको मध्येमा आगो जस्तो के अरे साडी लाउने यो पानी आउमाहरूले लाउँछ नि साडी पानी आउमाहरू रहेछ त्यो चाहिँ किन त्यस्तो देखायो माथिले यसरी उडिरहेको थियो हल्लै मिले डल्बो भरै यति गरेर नै देखाएको रहेछ कि अनि त्यो नर्कमा त्यसरी गएको देखाएको रहेछ क्याम्पमा हुँदाखेरि भिडियोमा पास्टरलाई आफ्नो भक्तजनले मारेको छ अन्त मारेको छ टाँगेर मारेको छ त्यो देखायो अनि त्यो भक्तजनले लगेर चप्पली सानो अलिकति मैले खाटा बनायो छ्याप्पै राखेर पुऱ्यो लाएर पुऱ्यो अन्त त्यहाँ अर्को जनताहरूले यो आफ्नो भक्त गुरु मानेर मान्नुपर्छ भन्यो त्यो समाधिमा थियो कि थिएन उयो घर भन्दा अलिक पतिर जस्तो गएर यसो गरेर माग्यो जनालाई यता भाइ यता एकैछिन मात्रै फोटो चाहिँ राम्रो भएन नि त यो टल्केर कता राम्रो हुन्छ उताबाट यता पनि तपाईँ जानु त बाबा जानु यहाँ बस्नु उसानीले जुत्ता चढाउनुहोस् बाबाको छेउमा बस्नु फोटो खिचाइ हो यता चाहिँ क्लियर हो नि त नि भाग्छ भनेर हुन्छ पिस्पोक सुखी मिसाइलो बुढोकोमा बसेँ गफ गर्दै बुढो दाँत निकालिदिएछ यहाँ यता मात्र बजेको 3वटा अन्त छड्के दाँत गोली अलिक नबुझिने भएछ तपाईँ त हाम्रोमा आउनुभएको थियो नि है हजुर आउनुभएको थियो नि त बसेर मेरो मोबाइल बिग्रेर किन बुझिँदैन बसेको नि त अगाडि बसेको म त पछाडि आएको 3 महिना अगाडि भएको थियो 4 महिना अगाडि मानिसको भन्दा 3 महिना अगाडि ए अनि बुहारी चाहिँ बुहारी अहिले बाहिरमा भाइ त नेपाल गएका छन् कि अनि उहाँले बाबा मलाई हेर्न चाहिँ हर्षको कि कतिको भन्नु तपाईँ आउनु भएको थियो तर उसको छोरा भनेर चाहिँ अलिक बिर्सेँ भुटानमै कि नेपालमै हुँदा त हाम्रो आन्टी को नै थियो अमेरिका आयो म त 5 खेप अपरेसन गरेको छु त्यो 5 खेप अपरेसन गर्दा चाहिँ म चाहिँ
भन्न बाँचेर आफ्नो पावर गर्नु होला कि भनेको मेरो चाहिँ के लाग्नु फेरि क्या हो कहाँ एउटा करको भएको थियो नेपालबाट दबाई लिएर खाएँ कि थिएन कि त डाक्टरको दबाई त कति यति बोको बेगमा छ फेरि बोकेर पनि हेर्छु खासमा खाँदै दबाईको फुलले बाँच्नु परेको छ के गर्नु र नेपालमा भने मरिने उहिले नै हड्डी बोक्ने के छ दबाई दबाई खाँदा दुईजना दबाई खाने होइन काम बेला साह्रो पर्छ यो कम्फर्टेड कहाँबाट भेट्यो हो भिन्न चाहिँ यो मलाई मेरो भदाइले दियो उहाँहरूलाई चाहिँ मैले धेरैचोटि देखेँ कि त्यही भएर चिन्छु सबैपट्टिको चाहिँ अलिक थोरै देखेको छ क्या हो यो देखेर पत्ता लगाउनु गाह्रो हुन्छ हो त्यही भयो एउटै अनुहारका छन् नि त केटीहरू यी नजिकै त 4 जना हुनुहुन्छ तिनजना खालि झन्डै चिन्न सकिनँ चिन्न सक्नु भएन बस्नु अरे थियो बस्छौँ हामी चाहिँ एउटा चिन्नु त अब तपाईँले चिन्नु सक्नु भनेको भयो त्यही त सिपाही म राई हो हामी एउटै गाउँले यो त खाइसकेको हो कि छैन यहाँनिर बस्नु दोकानदेखि त अलि माथि कति 30 वर्ष भयो होला होइन 50 सालमा छोडेको सुनको सलाको असला माछाले सरापेर यहाँ आइपुग्यो सुनको खोलामा बल्छी खेलेको चाहिँ अहिले जस्तो लाग्छ म नि मलाई चाहिँ बन्सीले ठ्याक्कै हुँदैन कि खालि तिहारी टाल्नु यत्रो पोका भेला तान्नु नसकेर उठ्नु गाह्रो हुन्छ कति 25 अनि अलिक पाखा पाखा छ चिप्लेको सापरको छुट्टा बिरुवा थियो अनि माथि केमा लिएर पाउनको 25 केजी एउटा कत्ले माछा 1 केजीबाट म भित्र बसेर त्यसै बसिरहेको रहेछ परेकै छैन जाँदा हुने थियो बिचरा खबर परेको होला अन्त म चाहिँ छोरा जेठा छ अनि केराबारी पैसामा त 2 केजी कति लग्यो त्यहाँदेखि त खालि चामल न त्यो पनि पाएको भएको सबै काममा गएको किन्नु नभ्याउने पछि गएको कोकले खाएका खाइभयो एउटा केराबारी एउटा डुक्पा थियो ऊ चाहिँ साह्रै माछा लगेर पुग्छ थपक्क रमेश गरेर दिइहाल्थ्यो तातो जाँडा लिएर दिइहाल्थ्यो अनि
म बाँकी बस्छु है ल दाजु यहाँ बस्नु राम्रो त्योले लगायो 5-6वटा पर्छ लिएर दियो पैसा दिन्छु भन्यो मतलब पछिको त कहाँ दियो र 200 रुपियाँ दियो बच्चा पखेटाले लामा पढाउँछ भने कि त्यहीँ बसेर मैले त्यो तयारी लगाएर माछा धेरै मारेँ नि जब तब्लेर चाहिँ बेच्न भन्ने झन्डै 45 केजी जस्तो चाहिँ मैले भोटेलाई दिएँ अब यो लामा पढाउनु छ अब राम्रो भयो तिमीले म पैसा राम्रो दिन्छु भाइ अनि भोलिपछि जाने बेला 200 रुपियाँ दियो है त्यो पनि थर्ता कान्दै दियो त्यो पनि कति खेप आएको बाँदरहरू कहाँ उनीहरू हामी बस्केदेखि झन्डै 13-14 मिनट लाग्छ बाँदरहरू अझै त राम्रै छ होला ए हो त पहिले पनि निरोगी मान्छे हो अहिले पनि त्यस्तै छ पत्ता पिल्लोङ माइला फिल्ममा माइला त उसको डडाल रहेछ कुद्ने भयो त्यो हात खुस्किएको थियो नि त्यो त्यस्तो भयो त्यो धर्मले त्यो पिल्लोङ माइला त अलिक पापी हो नि छिटो रिसाउने अलिक छिटो रिसाउने कहाँ उसको दाजुसँग अलिक नराम्रो विद्या पनि सिकेको र त त्यो मान्छेले मलाई थाहा छ नि कारबारी भयो नि त के कारबारी भयो म थिइनँ नि त्यतिखेर मलाई त्यो बाघ मारेको टाइममा नि त्यो बिचमा महिला गएको थियो नि मलाई पक्रिने म थाहा गर्न चाहिँ छेकुले गऱ्यो कारबारी छेकुले गऱ्यो त्यहाँदेखि सेङदानमा गयो त्यहाँदेखि चाहिँ आइहाल्यो धेर बसिएन होइन सेङदान कारबारी नै थियो म हुँदा पनि कारबारी नै गऱ्यो 2 साल गऱ्यो नि त उसले 2 साल गऱ्यो छेकुली 1 साल गऱ्यो के नाम Jessica. जेसिका It is a fight. It's just in five. जेसिका जेसिना Jason, Jessica. जोसले राख्न हालेको थिएँ नाम भन्नै जान्दैन भनेर नि जोसले राख्न हालेको थिएँ भन्नु जान्दैन भनेर मेरो फोन कहाँ चाहिँ ठुलो भएपछि देखाउनु नगर काम पर्नु युट्युबमा बोला त नाना अँधेरो हुँदो रहेछ नाना नाना लरुङको छोरी माइली ढ्याप्री थाहा छ लरुङको छोरी माइली ढ्याप्री माइलिकामा माइलीको छोरा ढ्याप्री के अरे ढ्याप्रीको छोरा कान पनि त भयो मेरो के हो ए गीत अब गीत थिएन ए मेरो अगाडि मेरो बच्चामा बच्चा गएको थियो त्यो चाहिँ लडेर छैन लडेर बारी छ बाथरुममा लड्यो बच्चा लडेको ए बच्चा गएको थियो बच्चा के भयो लडाइ खाइरहेन ए ज्ञान हारेको छ त्यति ज्ञान हारेको हाम्रो खक टाङ्गी नानाले
मलाई चिन्यो लरुङको नाति भनेर लरुङको भानिस भनेर चिन्यो त हौ होस् गोरेछ है नानाको निकै अस्ति 6 महिना अगाडि आउँदा त मलाई बाँगा भनिँदै थियो आज त जेठा भन्यो त हौ नानाले चिन्यो मलाई होस् गोरु त रहेछ कोही बेला नि बङ जेठाको छोरी सुन्ने गरी भन्नु नि हौ कति भाइ जम्मै कति भाइ भने हामी 4 भाइ 4 भाइ दाजुभाइ ए मर जाने त मर्दा नै त्यस्तो मतलब काम छैन हो त मर रुकाउँछ त भन्छ के हुन्छ नि छैन म एउटा छु अब दिदीबहिनीमा सबै बहिनी मऱ्यो बाबामा सबै मऱ्यो सानो भाइ सानो भाइ पनि मऱ्यो अनि अब काँचा पनि काँचो थियो कति बुहारी चाहिँ अस्ट्रेलियाको क्याको नि अस्ट्रेलियाको त्यो रहेछ बुहारी कहाँबाट ल्याएको बुहारी कहाँबाट ल्याएको त्यो नानी सजिलो लाग्यो मलाई काँचो परेको त्यहाँ रिजर्भ भन्ने कोल्ला छु पनि थियो त्यो छोरी छ गएको छ आमा लिएर गएको छ काँचो पनि त्यो छ काँचो त्यहाँ मरिगयो काँचो चाहिँ त्यो बजीमा के यहाँ बिना भएको आएको थियो अस्ति के हुन्छ बेसी त मिल्दो छ कमजोर छ त्यो एकताल पनि बसेन आज त्यही कसो कहाँ बसेर गयो आज म अर्को क्या बिना भइहाल्छ हाम्रो कान्छ कोही भएको कालो कालो बरी जाए जस्तो कालो छ के भयो के भयो जानुमा गयो म मजा गएको मान्छे